आखिरमा राजनीतिक अन्योलता कहिलेसम्म? यो अन्योलताबाट हामी कहिले बाहिर आउने? मिडियाले एउटा कुरा गरेको छ, युट्युबमा हरेक किसिमको मान्छेको आफ्नो तर्क वितर्कहरू आइरहेको छ। सत्य तथ्य कुरा के हो हामी जनताले कहिले थाहा पाउने, कहिले जान्ने? अनि यो अन्योलता कहिलेसम्म हामी डराई बस्ने, डराई बाँच्ने? डर पनि कति किसिमको छ। विदेशीहरूले देशलाई आक्रमण गर्ने हो कि, विदेशी कूटनीतिक नियोगहरूको घुसपेठ हुने हो कि, हाम्रो देश अरूले नै कब्जा गर्ने हो कि, कतै विदेशी दलालहरूको हुकुमत हुने हो कि, हाम्रो राष्ट्रिय स्वाभिमान नै गुम्ने हो कि, हाम्रो राष्ट्रिय पहिचानै गुम्ने हो कि, कति किसिमको त्रासमा हामी बसिरहेका छौँ, बाँचिरहेका छौँ। यो निकास, यो अहिलेको अवस्थाबाट निकास कसले देला? कहिले हामीले निकास पाउँछौँ होला? बडा गम्भीर विषय छ। सत्य तथ्य कुरा कसैले पनि बाहिर ल्याउन सकेको छैन। एउटाले एउटा कुरो गरेको छ, अर्कोले अर्को कुरो गरेको छ। अब यो राजनीतिक स्टन्ट हो कि आफू पपुलर हुनलाई, आफ्नो नाम कमाउनलाई अब कसैले नभएको कुराहरू नेपाली जनतामाथि फैलाइरहेको छ कि जताततै अन्योलता छाएको छ।